5 new idioms to instantly boost your English. मैले चाहिँ आज 5वटा नयाँ इडियमहरू लिएर आएको छु। पहिलो इडियम रहेको छ स्पिल द बिन्स। स्पिल द बिन्स भनेको कुनै गोप्य कुरा फोड्नु अथवा फेट्नु है, गोप्य कुरा खोल्नु, त्यस्तोलाई के भन्छ स्पिल द बिन्स भन्छ। सी स्पिल द बिन्स अबाउट द सरप्राइज पार्टी। यो भनेको चाहिँ कुनै गोप्य कुरालाई, कुनै सरप्राइजलाई चाहिँ खोल्नु। कस्ट इन आर्म एन्ड लेग, यो भनेको चाहिँ धेरै महँगो हुनु। द्याट न्यू फोन कस्ट इन आर्म एन्ड लेग भयो है। बर्न द मिड नाइट वेल, रातभर पढ्नु वा काम गर्नु। हि इज बर्निङ द मिड नाइट वेल फर हिज एक्जाम। लेट द क्याट आउट अफ द ब्याग, यो भनेको रहस्य खुलाउनु। डोन्ट लेट द क्याट आउट अफ द ब्याग बिफोर हिज बर्थडे। 5मा छ एड फ्युल टु द फायर, झगडा अझ बढाउनु। हिज ड्युड कमेन्ट एडेड फ्युल टु द फायर। थ्याङ्क यू।